हेलो हाय माय यूट्यूब फैमिली, आप लोग को स्वागत है मेरा आरती ब्लॉग पर। आज आप लोग को मैं नेपाली से बात करूँगी। आप लोग को समझ में आएगा या नहीं आएगा मेरे को मालूम नहीं, लेकिन समझ में आए भी ना भी लाइक कमेंट सब्सक्राइब कर देना। ओके ल हेर्नुहोस्, अब म मेरो भोलेनाथ जी भगवानकोबाट सुरु गर्छु। हनुमान जी, लक्ष्मी जी, अब तपाईहरुलाई देखाउँछु बाहिरको नजारा। हेर्नुहोस्, अरे यो केटा कहाँ चढेको लड्नुलाई, गिर जाएगा रे। इतना क्यों उधर हो, गिर जाएगा है ना। आए तो क्या गिर जाएगा। हेर्नुहोस्, बेङ्गलोरमा अघि भर्खर पानी आएको, फेरि रोकेको थियो, फेरि आउन आँट्यो। अब कालो निलो बादल भयो। हेर्नुहोस् हेर्नुहोस्, यति चाहिँ राम्रो लाग्यो मलाई बेङ्गलोरमा। पानी आउने, फेरि एकैछिनमा आउने, एकैछिनमा रोक्ने। हाम्रो आसाममा आयो भने आएको एक हप्ता नभए एक महिना आउँछ। कहिले त आएको वाक्कै लाग्छ। यहाँ हेर्नुहोस्, बेङ्गलोरमा अहिले पानी आयो भरे रोकिहाल्छ। बिहान एकछिन पानी आयो भने भरे फेरि रोकिहाल्छ। यो चाहिँ मलाई बहुतै राम्रो लाग्यो। अब तपाईँहरूलाई देखाउँछु म। हेर्नुहोस्, मेरो फुल कति राम्रो फुलेको छ। हेर्नुहोस्, एउटा दुईवटा तिनवटा यत्रो डब्बामा रोपेको छ। हेर्नुहोस्, एकजना दिदीले रोपेको छ। हेर्नुहोस्, लगेर हेर्नुहोस्, खर्सानीको फुली, तुलसीको गाछ रोपेको छ। हेर्नुहोस्, कति राम्रो दर्जामा राखेको, राम्रो हो। तुलसीको गाछ राखेको। हेर्नुहोस्, मैले पनि रोपेको छु। हेर्नुहोस्, कति फुलेको छ। हेर्नुहोस्, यति सानो रोपेको थियो फुली, अहिले हेर्नु मभन्दा पनि उच्च भइसक्यो। मैले पनि दर्जाको सामने नै राखेको थिएँ, किनकि तुलसीलाई अब फुल होस् या जे रोपे पनि अब घाम पनि चाहियो बराबर, पानी पनि चाहियो। पानी मात्रै हाल्यो भने पनि मर्छ, घामै मात्रै लाग्यो भने पनि मर्छ। अनि उसलाई पानी पनि चाहियो अलिकति, घाम पनि चाहियो। दरवाजामा राखेँ, दरवाजादेखि फेरि यहाँ ल्याएर अलग्गै राखेको छु, किनकि घाम पनि चाहिन्छ उसलाई, हावा घाम सबै चाहिन्छ। अब म घरमा गए पो घरमा राम्ररी रोप्नु। यहाँ त माटो भनेको टेक्नु पाइँदैन, खालि पक्का जता पनि हेर्नुहोस् पक्का। गाउँ भनेको गाउँै हो, हाम्रो सहर भनेको सहरै हो कि। हेर्नुहोस्, आज म तुलसी माताको लागि पनि तपाईँहरूलाई भन्छु। म त जान्दिनँ त्यति साह्रो। अब मेरो आमाहरूले ठुलो मान्छेहरूले अलि मान्छेहरूले भनेको मैले सुनेको, तुलसी माताजीलाई घरको सिधा रोप्यो भने राम्रो अरे। दैलो छेउमा यस्तै बाल्टिनमा वा टापमा रोपेर राखेको राम्रो अरे। बिहानै बेलुका उठेर उसलाई पानी चढाउनु, पूजा गर्नु, ढोक्नु, कति राम्रो। घरमा दुख बिमार हुन्न, लक्ष्मीले बास गर्छ, तुलसी माताले हमेसा बास गर्छ। घरमा हुन्छ, राम्रो हुन्छ। सम्पत्ति होस्, जे पनि होस्, अलिअलि भए पनि हुन्छ, राम्रो। घरमा दुख बिमार त्यति हुन्न। कतै जाँदाखेरि उसलाई ढोकेर दर्शन गरेर गयो भने बहुत राम्रो हो। आफ्नो सोचेको कुरो पुरा हुन्छ। अनि राति सुत्दाखेरि नराम्रो सपना देख्यो भने उठेर कसैसँग नबोलिकन तुलसी माताको छेउमा आएर उसलाई सबैले सपनाको कुरो भन्ने, त्यो सपना पनि टरिन्छ, राम्रो हुन्छ। के गर्नु साथीहरू, मेरो घाँटी चाहिँ दुखिरहेको र सर्दी लागेको छ, सर्दी खोक्यो, त्यही लागि बोल्नुलाई आवाज भोइस पनि राम्रो आउँदैन। हेर्नुहोस्,
मलाई तुलसी माताको बारेमा यति नै थाहा छ, त्यहाँदेखि त थाहा छैन। अब हाम्रो नेपालीले त तुलसी मातालाई धेरै पूजा गर्छ, धेरै मान्छ हाम्रो गाउँमा। कसैले मान्छ, कसैले मान्दैन, त्यो त मलाई थाहा छैन। तर तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ